हाम्रो जुनचोटी चोक जुन चाहिँ मेरो घर नजिकै हो। कतिवटा छ यसले पनि 2टा बगैँचा हेर त बोक्न सक्छस्। ल मजाले खानु। असार 22 गतितिर रोप्ने भनेर चाहिँ प्लान गरिएको छ। हेलो नमस्कार गुड मर्निङ सबैजनालाई। आज असारको 12 गते म चाहिँ अहिले आफ्नै गाउँ मेरो सुन्दर गाउँमा चाहिँ छु। यस भिडियो मार्फत मैले देखाउन खोजेको कुरा चाहिँ के हो भने असार लागेको छ अहिले र यो असार महिना भनेको किसानहरूको चाहिँ एउटा मानो रोपेर मुरी उब्जाउने समय हो र अहिले पानी हल्का फुल्का परिरहेको छ। त्यतिखेर सोही दृश्य तपाईहरुलाई देखाउने मैले जमर्को गरेको छु। र यो चाहिँ भनेको हाम्रो खेत हो। खेतमा पानी रमाडम परिभराउ रूपमा चाहिँ अहिले छ। र यो अब लगभग असार 22 गतितिर रोप्ने भनेर चाहिँ प्लान गरिएको छ। हेरौँ कस्तो हुने हो। र यतातिर ट्याक्कै यतातिर बाटोको यतापट्टि चाहिँ सुपारीको बोट यत्रो भएको छ। पोहोरको साल पनि मैले देखाएको थिएँ सुपारीको बोट अलिकति सानो त्यतिखेर र अहिले अलिकति बढेको छ। सुपारी यो अवस्थामा छ। यसरी चाहिँ गर्नुपर्ने हुन्छ काम। गाउँघरमा बसेपछि एउटा छुट्टै आनन्द चाहिँ हुन्छ तर दुःख पनि हुन्छ। तर त्यही हो दुःखलाई नै सुख मान्नुपर्ने हुन्छ। सुपारीको फुलहरू पनि फुलिरहेका छन्। यसपालि अलिकति आश पलाएको छ है। सुपारीहरू फुलेर केही मात्रामा यसो आय स्रोत हुन्छ कि भन्ने आश राखेको छु। यस्तो छ। कति ठुलो भइसक्यो सुपारीहरू। यो बाटो यता पनि पानी लगाएर चाहिँ ल्याउने काम भइरहेको छ। यो चाहिँ मेरो गाउँ हो वास्तविक मेरो चाहिँ। र मेरो यता घर नानी आफूले आएको खोइ कतिले साथ खोइ हेरौँ। कतिवटा छ यसले पनि 2टा बगैँचा हेर त बोक्न सक्छस्। ल मजाले खानु। तँलाई त खेदाउने छ त माछीले नि। कने दे न कना के गर्दैन आइज न। अझ अगाडि आइज कना त लु अझ यसरी केही गर्दैन क्या कनाउँदा। अझ अगाडि थोरै यसरी दबाई हेर्दैछ गाईले। यसो आफ्नो गाउँघर देखाउने सानो झिनो प्रयास गरे। भिडियो कस्तो रह्यो कृपया प्रतिक्रिया दिनुहोला भन्दै आजको लागि बिदा हुन चाहन्छु। अर्को भिडियोमा पनि फेरि भेट्ने बाचा गर्दै